बजेर एउटा सानो कथा भन्नु मन लाग्यो होइन। साँझको बेला पनि भयो होइन, कोठामा यसरी आनन्दले बसेर पढ्दा पढ्दै होइन, मुखदेखि होइन, मुखदेखि है फ्रेस त अब कहाँदेखि ल यसलाई यसरी सफा गरेपछि अनि यसो म चाहिँ कम्प्युटरको नोट गरिरहेको थिएँ। अनि बाहिर चिसो चिसो छ अनि भित्र पसेर यसो टेबल सेबल लाएर यहाँ अब कम्प्युटर भइहाल्यो यहाँनिर होइन, ल्यापटप भइहाल्यो। अनि एउटा सानो क्लिप भिडियो कुराकानी गराउन मन लाग्यो। के शीर्षकको कथाको शीर्षक के छ भने नि, कथाको शीर्षक छ साथी। साथी भनेपछि हरेक कुरा हुन्छ। साथी जीवनमा साथी दुई किसिमको हुन्छ। जे पनि मान्छेको जीवनमा साथी भन्ने चिज दुई किसिमको हुन्छ है। एउटा हुन्छ खराब, एउटा हुन्छ असल हो। यो हामीले सधैँभरि बुझ्दै आएको कुरा हो होइन। अनि एउटा एकादेशमा एउटा साथी र एउटा दुईजना साथी बस्थे। साथी थिए, दुईजना मित्रता थियो भनौँ न। एउटा चाहिँ अलिक खराब थियो, एउटा चाहिँ अलिक राम्रो थियो, असल स्वभावको थियो। तर अनि उसको अझै एउटा साथी थियो होइन। त्यो जुन खराब साथीको पनि अझै एउटा साथी थियो, अझै दुई तिनवटा साथी थियो। उसको चाहिँ असल साथीको चाहिँ अझै एउटा साथी थियो। अनि उसको जुन खराब साथीको साथी भयो उसको। अनि जुन असल साथीको साथी थियो त्यो चाहिँ एकदम इमान्दार थियो क्या। त्यो चाहिँ एकदम जीवनको महत्त्व बुझ्ने होइन, यो लाइफ हो, यो लाइफको बारेमा बुझ्ने। ऊ चाहिँ एकदम जुन असल साथीको साथी जुन थियो त्यो चाहिँ एकदम मैले भने जीवनको महत्त्व बुझ्ने ऊ गर्ने। ऊ चाहिँ एकदम पुरै एकदम गाउँ आउँछ क्या। ऊ चाहिँ एकदम दुःख पीडा हरेक कुरा हुन्छ नि, हरेक कुराको उसले बयान गरेको भोगेको आउँदै उसले मजाले भोगेर बिचराले जीवनमा उसले लास्टै दुःख गरेर मजाले यस्तो दुःख भोगेर धेरै मजाले भोगेको उसले दुःखहरू। अनि उसले मजाले भोगेको दुःख उसलाई त थाहा छ नि त, जीवनमा मैले त्यो दुःख गरेर भोगेको छु। उसको साथीको कुरा मान्नुहुन्छ, उसको साथीले चाहिँ उसको कुरामा चाहिँ ल उसले चाहिँ असल साथीको साथी जुन थियो अझै खन्छु होला क्या। अलिक पैसामा चाहिँ अलिकति धेरै आँखा लाउने। अनि जुन असल साथीको साथी थियो ऊ साथीले पैसा बचाउँथ्यो, इमान्दार थियो नि त। इमान्दार भएपछि त उसले पैसा बचाउँथ्यो, इमान्दार भएपछि त उसले पैसा बचाउँथ्यो नि त। बचाइसकेर चाहिँ उसले चाहिँ ल असल साथीले चाहिँ ल तिम्रो साथी त हो, साथी त हो। असल साथीले चाहिँ जुन असल साथीको साथी जुन छ नि त्यो साथीले चाहिँ असल साथीलाई, असल भन्ने जुन साथी थियो त्यो साथी चाहिँ उसले एकदम हेल्प गर्थ्यो क्या हरेक कुरामा। एकदम उसलाई मजाले हेल्प गर्थ्यो होइन। म चाहिँ यहाँ गरिरहेको छु कि ल त गर्दै कुरा गरौँ न त होइन। अनि जुन असल साथीको साथी जुन थियो ऊ चाहिँ एकदम उसलाई सहयोग, असल साथीको साथीले असल साथीलाई एकदम मजाले सहयोग गर्थ्यो क्या हरेक कुरामा। उसले जतिसुकै पैसाहरू यताउति माग्दा पनि उसले दिन्छ क्या। किनभने उसले असल साथीको साथी जस्तो सोच्छ नि त। जे पनि असल साथीको साथीको मान्छे असल थियो, राम्रै थियो। अब उसलाई क्या त उसको ब्याकग्राउन्ड होइन थाहा थिएन नि त। अब त ऊ सँगै पढ्थ्यो किन्थ्यो आज सँगै मजाले ऊ सबै कुरा गर्थ्यो, उसँग मिल्थ्यो भने सधैँ। अनि एक दिन के भएछ भने म स्कुलबाट एउटा भ्रमण जाने दिन आएछ क्या। मेरो त सधैँभरि थियो, राम्रै थियो। तर उसको क्लासको चाहिँ क्लासमा कक्षामा चाहिँ साथीहरू अलिकति उनी थिए। अब सबैको त उस्तै त हुन्छ नि होइन, सबैको
त्यस्तो पनि राम्रो थिएनन् साथीहरू। अनि त्यसै थिए। अनि असल साथीको साथी त राम्रो थियो होइन, एकदम राम्रो थियो। अनि एक्सचेन्जिङ प्रोडक्ट्स एन्ड प्रोभाइडिङ यहाँ प्रोभाइडिङ सर्भिस हामीले प्रोडक्ट त्यहाँ गलत भएछ। अनि त्यो जुन साथी थियो सहयोगी थियो राम्रो इमान्दार थियो। अनि त्यो साथी चाहिँ असल साथीको साथी चाहिँ इमान्दार थियो। जुन असल साथीको साथी चाहिँ अलिक खराब थियो। मैले अघि भने हो, त्यो साथी चाहिँ अलिकति खराब थियो, चञ्चल थियो। अनि क्लासमा चाहिँ अलिकति क्लासमा पढ्दाखेरि चाहिँ कक्षामा पढ्दाखेरि चाहिँ अलिकति नकारात्मक व्यवहार थियो क्या उसको चाहिँ। अनि टिपेस लगाएर अलिकति गर्नु पऱ्यो। नोट हो नि त, अब नोटमा त गलत गर्नु भएन नि त, त्यही भएर चाहिँ। अनि भ्रमण गर्ने क्रममा त अब गलत कुराहरू खानेकुराहरू ल्याएर क्या। असल साथीको साथी थियो, ऊ चाहिँ अलिक राम्रो थियो, इमान्दार थियो, राम्रै थियो होइन। अब हरेक कुरामा राम्रो थियो। लाइफको बारेमा बुझ्थ्यो नि त, अब यस्तो खाएर ऊ गरेर के गर्नु भने सोच्थ्यो। बरु ऊ साथीहरू त बरु ऊ खुवाइदिन्थ्यो, ल बरु म तिमीलाई खुवाइदिन्छु, तर ऊ चाहिँ आफू कहिले खाँदैन थियो क्या। असल साथीको साथी, असल साथी पनि खाँदो रहेछ भन्ने कुरा उसलाई थाहा थियो तर अति खाँदो रहेछ भन्ने थाहा थिएन। अनि चाहिँ उसले चाहिँ उसलाई बचाउन गर्यो, त्यो बचाउने प्रयास गर्यो। तर असल साथीको साथी पनि खराबै रहेछ, खराब साथी जस्तै ऊ पनि खराबै रहेछ नि त। अब खराब साथीसँग लागेपछि असल साथी पनि खराबसँग लागेपछि त खराबै हुन्छ नि त। अनि त्यहाँपछि यसै भयो सुन्नको त। अब त्यही त साथी विशेष अब बुझौँ न, कहानी त्यस्तै हो होइन। स्टोरीमा त अब कहाँ हरेक कुरा भन्न सकिन्छ होइन। झगडा भयो, उनीहरूको डिस्कस भयो, अनि बोलचाल बन्द भयो। अनि 9-10 दिनपछि 15-20 दिन नै भएको थियो। 15-20 दिनपछि उनीहरूले असल साथीको जुन साथी थियो अब त अब स्कुल आएन नि त। अब खोइ के कारणले एक दिन घरमै बसेछ। ऊ चाहिँ असल साथी त राम्रो मान्छे, ऊ त कहिले स्कुल नछोड्ने मान्छे, एकदम राम्रो थियो। ऊ हरेक कुरामा अब्बल थियो क्या, पढाइमा नभए पनि ऊ हरेक कुरामा अब्बल थियो। अनि चाहिँ ऊ हरेक कुरामा अब्बल थियो होइन। त्यस पछाडि अनि उसले चाहिँ हरेक कुरामा अब्बल भएपछि त ऊ अब एक्टिभ थियो हरेक कुरामा होइन, पढाइमा नभए पनि। अनि त्यो कारणले गर्दाखेरि ऊ स्कुलभरिमा राम्रो मान्छे थियो। ऊ आफू पनि राम्रो थियो, ऊ त यतिकै अवस्था पनि भोगेर राम्रै मान्छे भएको थियो पनि ऊ राम्रै मान्छे थियो। अनि के भएछ भने अनि 10-15 दिन पछाडि अब जो असल साथीको साथी थियो, असल साथीलाई मेसेज गर्यो क्या। ऊ दिन सुरु गर्यो नि त, अब उसले स्कुल गर्नु उसले मेसेज गर्न पायो नि त। उसले मेसेज गर्यो, हेलो साथी होइन, के छ खबर होइन। अनि आज स्कुल गयो त, अनि स्कुलमा आज के पढाइ भयो त यताउति सोधेर मेसेज गर्यो। त्यो साथीले मेसेज ब्लक हान्थ्यो क्या। अनि त्यहाँपछि चाहिँ उसले उसको साथी चाहिँ असल साथीको जुन साथी थियो, असल साथीले ब्लक हान्थ्यो। असल साथीको साथी त अब कसलाई मेसेज गर्नु, अब कोही छैन, एउटा उही साथी थियो हो। त्यसैले यसको जुन कहानी जो के थियो भने साथी जहिले पनि दुई किसिमको हुन्छन् भन्ने कुरा कहिले नसोच्नु दिमागमा। यसको मेन उद्देश्य, मेन यसको जुन मैले भन्न खोजेको जुन यसको जुन मेन सन्देश होइन, मेन जुन हुन्छ कहानी के हो भने साथी हो, साथी बनाउनु पर्छ, तर यस्तो बनाउनु पर्छ कि उसले पनि बेलामा काममा तिमीलाई सहयोग गरोस् क्या। यो होइन कि उसकै पैसा खाने, उसैलाई ऊ गर्ने, बाहिर देखावटी माया गर्ने, बाहिर
मोटिभेसन दिने बाहिर राम्रो राम्रो सोच बनाउने अनि लास्टमा पैसा भएको साथीलाई चाहिँ एकदम उ गर्ने क्या क्लोज बनाउने पैसा नभएको साथीलाई चाहिँ नराम्रो गर्ने त्यसैले जीवनमा साथी बनाउनु छ भने त्यो साथीको बानी बेहोरा सबै कुरा बुझेर हेरेर बनाउनुपर्छ क्या जहिले पनि मैले भन्न खोजेको चाहिँ त्यही हो होइन मैले भन्न खोजेको चाहिँ यही हो तर मैले अब कहानी हो तर कहानी नै हो मैले अब यो अवस्थाको कहानी मैले भर्खरै अघि युट्युबतिर हेरेको थिएँ अनि तँलाई मैले सुनाएको अनि त्यही हो साथी बनाउनु छ भने पैसाको रिलेसन राख्ने कामै छैन पैसा त के छ साथीभाइ त पैसा त 10-20 खर्च हुन्छ त बिग्रेको कुरा तर हद्दै फेरि साथी एउटा हुन्छ खन्चो क्या उसैको चोर्ने उसैको पैसा लिने खालको हुन्छ नि त्यो साथी चाहिँ कहिले नबनाउनु होला त्यसको साथी छ भने हटाइहाल्ने आफू टाढा हटिहाल्ने त्यो भन्न खोजेको मैले सो ल यो भिडियो चाहिँ यही हो कस्तो लाग्यो के लाग्यो बेला बेलामा म राम्रो भिडियो ल्याइरहेको हुन्छु तपाईँहरू मेरो च्यानलमा सधैँभरि जोडिनु होला लाइक कमेन्ट सेयर गर्नु होला हस् त बाई बाई गुड नाइट सबैजनालाई अझ म खाना त मैले अघि नै खाइसकेँ म डाइटिङमा छु अलिअलि धेरै मोटाएर अलिअलि डाइटिङमा छु सो तपाईँलाई मेरो भिडियो कस्तो लाग्यो के लाग्यो लाइक कमेन्ट सेयर गर्नु होला मेरो भावना मेरो फिलिङ्स मेरो शब्द होइन पुरा सानो मैले कस्तो गरेँ प्रस्तुत कस्तो गरेँ कहानी कस्तो लाग्यो होइन मेरो कहानी तपाईँले कतिको बुझ्नु भयो होइन कति के भयो भएन त्यसको बारेमा तपाईँहरू शब्द कमेन्टमा लेखिदिनु होला हस् त गाइस धन्यवाद नेपाल चाहिँ यस्तो भिडियोहरू राम्रो भिडियोहरू म ल्याउँदै गर्नेछु तर आउने दिनहरूमा भ्लगहरू पनि मैले टुरको भ्लगहरू हालेको थिएँ टुरको भ्लगहरू पनि तपाईँले कतिजनाले हेर्नुभयो किनभने लाइक कमेन्ट सेयर चाहिँ गर्नु होला है त गाइस ल है त बाई टेक केयर